फुल बेलपत्र र प्रसाद दिँदैछौँ र हामी जाँदैछौँ भित्र यहाँनिर पशुपतिको प्राङ्गणमा थकाली सेट मजाले खाइन्छ अनि हेर्न सक्नुहुन्छ तपाईँहरूले भिडभाड छ। मैले माफ गरिदिए रिसाइन होइन जे भयो भने मेरो बुढा माया। हेलो गुड मर्निङ साथीहरू, तपाईँलाई वेलकम छ हाम्रो युट्युब च्यानलमा। र आज हामी छौँ काठमाडौँ आएका छौँ र काठमाडौँमा तपाईँहरूलाई लानेछौँ। अब हामी पशुपति जाँदैछौँ र त्यहाँ गएका सबै मन्दिरमा त्यहाँ अब दर्शन गरिएको सबै कुरा तपाईँहरूलाई देखाउनेछौँ र त्यसको लागि तपाईँहरू अन्तिमसम्म हेर्न पर्ने हुनेछ हाम्रो च्यानलमा। स्टे ट्युन। साथीहरू हामीहरू ट्याक्सीमा बसिसकेछौँ र हाम्रो गन्तव्यमा जाँदैछौँ। हामीले चाहिँ पूजा गर्नको लागि चाहिँ फुल बेलपत्र र प्रसाद दिँदैछौँ र हामी जाँदैछौँ भित्र अब यो लिएर अनि पूजा गर्नेछौँ र हजुरलाई देखाउनेछौँ। हेर्न सक्नुहुन्छ यो चाहिँ जुत्ताको लाइनहरू बहिनी स्काउटको बहिनीहरूले चाहिँ हेल्प गर्दैछन्। हेर्न सक्नुहुन्छ साथीहरू हामी आइरहेको छौँ यहाँनिर दर्शन गर्नको लागि र यहाँ सबैजनाले हेर्न सक्नुहुन्छ ल हेर्न सक्नु साथीहरू हामी मन्दिरको बाहिरपट्टि छौँ र सबैजनाहरू आफ्नो पूजापाठ गरेर कोही जाने कोही आउने भइरहेछ। ल साथीहरू हामीले दर्शन गरिसकेका छौँ। भित्र मन्दिरको नियमअनुसार भित्र भिडियो एलाउड नरहेछ अनि त्यसले गर्दा चाहिँ हामीले जे मुभमेन्टहरू गर्न पर्ने थियो त्यो गर्न पाएनौँ। अहिले चाहिँ यस्तो बाहिरको चाहिँ अवलोकनहरू गर्दैछ माहौलहरू र तपाईँहरू पनि इन्जोय गर्नु र पशुपतिले तपाईँहरूको पनि एकदम लाइफमा चाहिँ भएका दुःख कष्ट हटाएर चाहिँ सुख समृद्धि ल्याउन् र हामी सबैको भन्दै हामी यो कामना गर्छौँ र भन्दै अब हामीहरू पनि लाग्छौँ होला यहाँबाट दर्शन गरियो मजाले नै है। ल हेर्न सक्ने साथीहरू भजन कीर्तन गरिएको छ यहाँनिर पशुपतिको प्राङ्गणमा। भगवानको दर्शन गर्दा छुट्टै अर्कै शान्त आनन्द महसुस भएको आफूलाई फिल भइरहेछ। तपाईँलाई कस्तो लागेको छ भन्नु होला साथीहरू। हामी ललितपुरमा छौँ अहिले। पहिला जस्तो छैन नि भिड, पहिला लाग्थ्यो भिड हुन्थ्यो अहिले छैन कि। यो बालनले अलिक ठिक गर्दै जस्तो लाग्यो कि नि। अब हामी गइरहेछौँ खाना खान साथीहरू, तपाईँलाई देखाउँदैछौँ। ल हेर्न साथीहरू हामी लिफ्टमा छौँ अहिले। लिफ्टबाट चाहिँ खाना खान गइरहेछौँ अनि खाना खानु तपाईँहरू दाउरा थकाली पुन्छौँमा। साथीहरू हेर्न सक्नुहुन्छ खाना आइसकेको छ। म तपाईँलाई देखाउन सक्छु खाना यहाँ हाम्रो टक्क लाएर त्यहाँदेखि टक्क लाएर यता चम्मच छ थकाली सेट मजाले खाइन्छ अनि इन्जोय गरिन्छ हामीहरू। अनि तपाईँहरू भन्न सक्नुहुन्छ कस्तो छ भनेर हाम्रो खाना है त। अनि हामी खाएपछि तपाईँहरूलाई भन्छौँ, सेयर गर्छौँ कस्तो टेस्ट छ भनेर। त्योहरू क्या रमाइलो भ्यूहरू देखिरहेछ कुन मौसममा। बारेमा छ हजुरलाई खानाहरू कस्तो लाग्छ? एकदम बेस्ट छ, डिलिसियस छ, एकदम सेटिस्फाइङ छ होइन। अनि तपाईँहरूलाई दाउरा थकाली होइन हजुर सर, तपाईँहरू सबैजना आउन सक्नुहुन्छ। मलाई चाहिँ तपाईँलाई म एकदम रिकमेन्डेसन गर्न चाहन्छु। कृपया यहाँले एकचोटि टेस्ट गरेर अनि आफ्नो फिडब्याक अथवा के भनौँ त्यसलाई चाहिँ सर्भिस दिन सक्नुहुन्छ। अब हामीले खानासाना खायौँ, खानासाना खाएर चाहिँ हाम्रो डक्टरको लागि छौँ।
अनि अब यही भन्दै हामीहरू लाग्छ भन्दा खाना एकदम जोरदार खाएर पेट पनि भरियो मजा आयो हामीहरू पनि अलिक माग भएको जानु यस्तो राम्रो हुन्छ होइन अब चाहिँ मन्दिर लागिन्छ होला खाँदै खाँदै फेरि अर्को गन्तव्य पनि जानु छ आज त एकै दिनमा 3टा जिल्ला घुम्यो 3टा जिल्ला घुम्यो भनेको काठमाडौँ अहिले ललितपुर अब एकछिनमा भक्तपुर गइन्छ पुरै घुमेर निस्किनु हो क्या हामीले पुरा घुम्दै आएको घुमेर गयौँ हामीहरू जाँदैछ भने अब तल लिफ्टबाट सर्न गइरहेछ दाउरा थकालीबाट आएर अनि त्यसपछि फेरि हाम्रो अर्को नेक्स्ट डेस्टिनेसन छ त्यहाँ गइन्छ नि त होइन ल हेर्न सक्नु साथीहरू हामीहरू अहिले आएको 7औं बाटोमा हाम्रो हेर्न सक्नुहुन्छ पछाडिपट्टि जामको कति भिड छ तपाईँहरूले नै आफै हेर्न सक्नुहुन्छ अनि पानी मौसम हेर्दा चाहिँ पानी पर्ला जस्तो छ बादलहरू कालो कालो अहिलेको माहौल हेर्न सक्नुहुन्छ म अहिले यहाँ 7औं बाटोमा छु र हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदम भिडभाड छ ट्राफिक एकदम जाम छ बाटो तर क्लियर राम्रो छ गाइस के अरे मेरो यो भ्लग हेर्नुभयो होला होइन यो भ्लगमा चाहिँ मलाई त देख्नु भएन होला कतैको सुरुदेखि नै बिचसम्म नै सो अनि मैले चाहिँ इन्डिङ भ्लगमा चाहिँ म चाहिँ आइरहेको छु किनभने अब म यो साउन लागिसकेको छ नि त हुन त यो साउनमा चाहिँ अब 1 वर्ष नभइकन उनीहरूको जस्तै भर्खर म्यारी भएको हुन्छ नि 1 वर्ष बितेको हुँदैन उनीहरूले चाहिँ साउन बार्नुपर्छ नि त माइत जानुपर्छ अनफर्चुनेटली म चाहिँ जान सकिनँ माइत चाहिँ किनभने अब सिचुएसन कन्डिसन त्यस्तै थियो अनि झरीको मौसम पनि थियो नि त अनि सो अरे मेरो दिदीको घर यहीँ नजिकै थियो 2 मिनटको बाटो अनि अब के 4-5 दिनको लागि किन अब यस्तो ट्राभल गर्नु यति लङ बाटो भनेर अनि अब बाटोहरू पनि बकेज छ पानी परिरहेछ अनि अब कुनै समय त गइ नै हाल्छ फेरि पनि सो योपालि चाहिँ साउनमा चाहिँ यहाँ दिदीको घरमै बार्ने भनेर सो यहाँ दिदीको घरमा चाहिँ म आएको छु अब चाहिँ घर जाने हो आज न त भोलि घर जान्छु अनि अब म यहाँ आउने क्रममा चाहिँ यहाँ साउन बार्न आएको थिएँ नि त अब यो टाइममा चाहिँ अब भर्खर बिहा भएको टाइममा चाहिँ अब जसको चाहिँ फादर इन ल मदर इन छ उहाँहरूसँग चाहिँ बस्नु हुँदैन क्या बुहारीहरू चाहिँ सो म चाहिँ यहाँ साउन बार्न आएको मेरो आमा दिदीको घर हाम्रो घरदेखि चाहिँ 2-3 मिनटको बाटो छ त्यो दिन चाहिँ म र मेरो बुढा आएको थियौँ स्याटरडे फ्राइडे हो कि स्याटरडे यहाँ आएको थियौँ हामी 2 जना अनि मलाई यहाँ छोडेर जानुभयो कति लामो बाटो जस्तो गरेर यहाँ छोडेर जानुभयो गफसप गऱ्यो अरू अनि त्यसपछि उहाँ त घर जानुभयो अनि अब नेक्स्ट डे अब हुन्छ नि अब उहाँले चाहिँ मलाई इन्फर्म नगरिकन अब कतै जानुभयो क्या अनि डाइरेक्ट फोनबाट मैले चाहिँ सोधेँ त्यो दिन चाहिँ किन आउनु भएन सधैँ आउनुहुन्थ्यो नि त भेट्न ओर्न अब साँझतिर अब यस्तो हामीहरू वाकमा जान्छौँ खानासाना खाएर यस्तो आउनुहुन्थ्यो अनि यता ग्यारेजमा अब कुखुराहरू हाम्रो छ नि त चल्लाहरू त्यहाँ अब चलाउन पनि हामी सँगै हुन्थ्यौँ अनि मैले फोन गर्दाखेरि कहाँ हुनुहुन्छ भन्दाखेरि म त लागेको केटिएमतिर भन्नुभयो क्या अनि म त एकछिन त सक भएँ मलाई नलिकन जानुभएको भनेर म रिसाएँ नि त साथीहरू अनि म रिसाएँ अनि होइन तर अब के छैन उहाँको चाहिँ आफ्नो अफिसियल काम थियो अनि उहाँ चाहिँ जानु परेको हुनाले त्यो पनि मलाई चाहिँ एकछिन नराम्रो लाग्यो अब मलाई चाहिँ किन नलिएर जानुभएको भनेर चाहिँ ठिकै होइन म चाहिँ सक्यो हुन त उहाँलाई चाहिँ इमर्जेन्सी जानु नै परेको थियो त्यसैले अब इन्फर्म गर्नु पाउनु भएन होला अनि सो हुन त योभन्दा अगाडि चाहिँ भनि त राख्नु भएको थियो केटिएम जाने अब कहिले जाने फिक्स थिएन अनि म त यता आइहालेँ साउन बार्नको लागि माइत जानु सकिनँ किनभने लङ बाटो थियो नि त अब गाडीहरू पनि अब गइँदैन पानी झरीमा अब नजानु भन्नुभयो यहाँ फ्यामिलीहरूले क्या अब 5-6 दिनको लागि किन गइराख्नु होइन अनि अब 5-6 दिनको लागि यहीँ बस्छौँ त दिदी घरमा भनेर यहीँ बस्यौँ अनि मेरो हस्बेन्ड चाहिँ जानु केटिएमतिर ल ठिकै छ जानुभयो होइन एटलिस्ट मलाई इन्फर्म गर्नुपर्छ नि त अनि मैले चाहिँ फोन गर्दाखेरि चाहिँ भन्थ्यो उहाँ फेरि जाने टाइममा पनि यस्तो पानी झरी परेको थियो क्या पानी परेको थियो अनि त्यही मैले त्यो पानी परेको हुनाले चाहिँ मैले चाहिँ फोन गरेको थिएँ क्या के गरिदिनुहुन्छ कस्तो हुनुहुन्छ भनेर अब अनि त्यही सोध्नको लागि चाहिँ गरेको थियौँ अनि म त भन्नुभयो क्या अनि ल ठिकै छ नि त जानुभयो ठिकै छ अब उहाँ आफ्नो कामले जानुभएको अब रिसाएर पनि हुँदैन मिस त उठिरहेको थियो मलाई मनमा किनभने मलाई लानु भएन भनेर अब म त माइत पनि जानु सकिनँ अब यहीँ बस्नु पर्यो भान्जीहरूसँग बस्यौँ अऱ्यौँ यहाँ पनि रमाइलो नै भइरहेको थियो हामीहरूलाई एकदमै
इन्जोय गर्दै बसिरहेको थियौँ। अनि उहाँ केटिएम जानुभयो। केटिएम जाने क्रममा चाहिँ उहाँले अब कुराकानी हुँदै गयो, अब किन रिसाइराख्नु होइन, अब फेरि अब केही समयको लागि चाहिँ हामी चाहिँ डिस्टेन्स भयौँ होइन साथीहरू। उहाँको चाहिँ अब 4-5 दिन त्यतै कामले गर्दाखेरि बिजी नै हुनुभयो, वहीँ बस्नु स्टे गर्नु। अनि सो उहाँ चाहिँ पशुपतिनाथ पनि जाने भन्दै हुन्थ्यो। अब म जानु नपाए पनि अब कति इयर्स भइसक्यो साथीहरू, म पनि केटिएम नगएको, पहिला जान्थ्यो, अहिले चाहिँ गएको छुइनँ, कति भइसक्यो जाने भन्ने थियौँ। अनि अब त्यस्तै भयो, अब नगएको, अब त्यस्तै मिल्यो भने गइन्छ बुढाबुढी फेरि कुनै दिन। अब अहिले चाहिँ हस्पिटल मात्रै गएको हुनाले चाहिँ ठिकै छ। अब उहाँलाई चाहिँ मैले माफ गरिदिएँ, रिसाइन होइन, जे भयो भने मेरो बुढा माया लागि नै हाल्छ एकदम याद आइरहेको क्या। अब यहाँ जे भयो पनि साउन्डबाट यहाँ आएको एक्लै, अझ त्यो माथि बुढा पनि नभएको साउन्डमा। मेरो चाहिँ आफ्टर म्यारिपछि फर्स्ट साउन्ड होइन विदाउट हस्पिटल थियो है। अनि अब झन् मैले के सोचेको थिएँ भने बुढाको हातबाट मेहदी लगाउँछु सोचेको थियौँ, झन् यो मेरो चाहिँ फर्स्ट साउन्ड हो। अब बुढासँगै हुन्छु, बुढालाई भन्छु टक्कसँगले हरियो चुरी मेहदी ल्याइदिनु लगाइदिनु भनेर टक्क। अब टिकटकहरूमा कति आइरहेछ भाइरल ट्रेन्डहरू। अनि म पनि एउटा भिडियो बनाउँछु बुढासँग भनेको त बुढा त टाप भइसक्यो, म चाहिँ केटिएमतिर। अन्त ठिकै छ। अनि उहाँ जानुभयो, अनि आफन्तहरूसँग भेट्नुभयो। अनि उहाँ चाहिँ पशुपतिनाथ पनि जाने भन्दै हुन्थ्यो। मैले दर्शन गर्न नपाएँ पनि, अनि मैले चाहिँ भ्लगहरू चाहिँ बनाउने बुढालाई भनेको थिएँ, किनभने अब यहाँ त मेरो हस्बेन्ड हुँदाखेरि मात्रै म बनाउँथेँ भ्लग। अनि यो बिचमा मेरो भ्लग पनि गएको थिएन नि त, साथीहरू हेर्नु सक्नुहुन्छ, किनभने हस्बेन्ड हुन्थेन। अनि बिचमा मलाई अलिक सन्चो पनि भइरहेको थिएन। तर मैले चाहिँ मिनी भ्लगहरू पनि बनाइरहेको थिएँ क्या। तर सन्चो नभएको कारणले चाहिँ मैले चाहिँ अहिले त्यो मिनी भ्लग पनि हालेको छुइनँ कि साथीहरू। अब त्यो हाल्ने पनि छु म आफ्नो मिनी भ्लग, मेरो टिकटक आइडी छ नरु श्रेष्ठ होइन, अनि म त्यसमा चाहिँ हाल्छु, यो युट्युबमा पनि हाल्ने छु। अनि त्यही क्रममा चाहिँ अब उहाँ चाहिँ पशुपतिनाथ जाने भन्नुभयो होइन, हाम्रो कुरा चाहिँ फोनमा चाहिँ भइरहेको थियो। अनि सो मैले चाहिँ भने अब म जानु नपाए पनि भ्लग्सहरू बनाउनु, हाम्रो युट्युब फ्यामिलीहरूलाई पनि देखाउनु होइन, त्यहाँको कस्तो छ। अहिले चाहिँ चेन्जिङ भएको छ नि त पुरै, अहिले चाहिँ अब पुरा चेन्ज भएको रहेछन् क्या त्यहाँ, मैले हेरेको थिएँ। अनि यहीँबाट पनि मैले दर्शन गरिहालेँ पशुपतिनाथको। उहाँ जानु नपाए पनि, फिजिकली उहाँ जानु नपाए पनि यहीँबाट दर्शन गर्न पाएँ, खुसी लाग्यो होइन दर्शन गर्नु पशुपतिनाथको। अनि सोमबारको दिन परेको थियो क्या साथीहरू, फर्स्ट सोमबार राम्रो दिन। अनि के अरे जानुभयो दर्शन गर्नु, मजाले दर्शन गर्नुभयो। उहाँले चाहिँ भ्लग पनि बनाउनु भएको छ, हेर्नु होला होइन। अनि थोरै मिठो को लागि क्याप्चर गर्नुभएको छ, जे जस्तो भए पनि। दिदीसँग जानुभएको थियो उहाँ चाहिँ होइन, उता अब हुन्छ नि त, अब गएपछि त पशुपतिनाथ अभियसली दर्शन त गर्नु पर्यो। अनि दर्शन गर्नुभयो, राम्रोसँग दर्शन गर्नुभयो, मजाले दर्शन गर्न पाउनुभयो। उहाँले चाहिँ एकदमै त्यहाँको म्यानेजमेन्ट पनि एकदम राम्रो थियो, नत्र पहिला बेला यस्तो भिड हुन्थ्यो। यो फर्स्ट सोमबार भएको त्यति खासै भिड थिएन। अनि टक्क उहाँहरू चाहिँ केटिएम कतिपय ठाउँहरू पनि घुम्नुभयो, घुमघाम गरेर न थोरै के कस्तो मिठो सिठो भए पनि भ्लगहरू बनाउनु भयो। हजुरहरूले यो भ्लग हेर्नु सक्नुहुन्छ, जसमा चाहिँ म नभए तापनि इन्डिङमा भए तापनि म त्यो भ्लगहरू चाहिँ छँदैछ। केटिएमहरूको उताको दिदीहरूसँग पनि जानुभएको, घुम्नुभएको, पशुपतिनाथ दर्शन गर्नुभएको, त्यस्तै हो साथीहरू। त्यस्तै काम परेर जानुभयो। यति भन्दै अब जति बोल्यो अनि त्यति बोल्न मन लाग्छ फेरि मलाई चाहिँ। बोलेन भने चुप्लाएर बसेर शान्त हुन्छ, बोलेपछि पटेर बोल्छु। सो अब यति नै हो। उहाँ चाहिँ आफ्नो कामले जानुभयो, आफ्नो कामले। यो लास्टको भ्लग चाहिँ मबाट इन्डिङ भइरहेछ साथीहरू। सो के कस्तो लाग्यो यो भ्लग चाहिँ, मेरो हस्बेन्डले गर्नुभएको भ्लग। अनि लाइक सब्सक्राइब गर्नु होला। अझै पनि योभन्दा राम्रो राम्रो भ्लग हेर्नु चाहनुहुन्छ भने यही इन्डिङ भिडियोमा चाहिँ मलाई देख्नुहुन्छ। सो आज यति भन्दै आफ्नो कुरा राख्दै अब आउने दिनहरूमा चाहिँ भ्लगहरू लिएर आउने नै छु भन्दै। सो माया नमान्नु होला। अझै बेड राम्रो राम्रो भ्लगहरू हेर्न चाहनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला, माया पनि नमान्नु होला भन्दै स्वस्थ रहनु, मस्त रहनु, व्यस्त रहनु भन्दै सी यू, बाई।